ज्योतिष शास्त्र एस्ट्रोलोजी एउटा यस्तो प्राचीन ज्ञान जसको माध्यमबाट मान्छेको भूत भविष्य वर्तमान सबै कुरा थाहा पाउन सकिन्छ। के ज्योतिष शास्त्र साँच्चीकै हाम्रो जिन्दगीमा प्रभावकारी हुन्छ कि यो साँच्चीकै एउटा अन्धविश्वास मात्रै हो? सो यही कुरा थाहा पाउनको लागि प्रत्येक दिन म आफ्नो राशिफल हेर्ने पढ्ने र तपाईहरुलाई देखाउने छु अबको 7 दिनसम्म। अब हेरौँ 7 दिनसम्म राशिफलमा भनेको कतिवटा कुराहरू चाहिँ मिल्न जान्छ त। अब भने पालो राशिफल पढ्ने। हेरौँ आजको दिनचर्यासँग राशिफल मिल्छ कि मिल्दैन। विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। अब आजको दिनमा मलाई त्यस्तो कुनै विपरीत परिस्थिति आए जस्तो लागेन। भिडियो कार्यमा हात हतियारको प्रयोग गर्दा सावधानी अपनाउनु होला। अब मैले त्यस्तो केही कार्यहरू गरिन जहाँ चाहिँ हात हतियार प्रयोग होस्। आज आफ्नो प्रतिभाले अरूलाई प्रभावित पार्न सक्नुहुन्छ। हो मैले बडो गजबले प्रभावित पारेँ आज अफिसमा एकजना दाइलाई। म निदाएको देखेर त्यो दाइ पनि निदाएछ। लिटरली हामी 1 घन्टा चाहिँ निदायौँ। शुभ रङ सुन्तला हो भने शुभ अङ्क 1 रहेको छ। अब यो रङसँग चाहिँ त्यस्तो खासै केही कनेक्सन भएन आजको दिनमा भने 1 सँग चाहिँ बडो गजबले भएको छ। 1 घन्टा निदाइयो, एकचोटि मात्रै पानी खाइयो अनि मैले एकचोटि मात्रै धोएको थिएँ। सो यही कुराहरूलाई मध्यनजर गरेर डे 1 को राशिफललाई चाहिँ मिलेको नै मानौँ। समय आइसकेको छ आजको राशिफल पढ्ने। हेरौँ आजको चाहिँ मिल्छ मिल्दैन। विशिष्ट व्यक्तिको सल्लाहलाई व्यवस्था नगर्नुहोस्। सल्लाह कसैले दिएन। प्रेममा सफलता पाइनेछ। मिडिया वा चलचित्र क्षेत्रमा सफलता मिल्नेछ। के हो अरूमा मिलोस् नमिलोस् भिडियो बनाउँदैछु, यो भिडियोमा मिलोस्। सामाजिक सेवामा मन लाग्नेछ। मन त्यो सबैलाई लाग्छ। रङ र अङ्कसँग कुनै लेनदेनै भएन। सो यही कुराहरूलाई मध्यनजर गरेर आजको चाहिँ राशिफल मिलेन। एन्डसम्म आइसकेको छ आजको राशिफल पढ्ने। अरूको लागि बुद्धि र धन खर्च गर्नु पर्ला। सम्मानित स्थानको प्राप्तिको लागि सङ्घर्ष गर्नु पर्ला। मिठो बोलीले कार्य सम्पादन हुनेछ। आजको शुभ रङ हल्का नीलो हो भने शुभ अङ्क 8 रहेको छ। सम्मानित स्थान पाउनको लागि मेहनत गर्नु पर्ला। अभियसली यार अब मेहनत नगरिकन त कसले के नै पाउँछ र। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। त्यस्तो केही भएको छैन अहिलेसम्म। स्वास्थ्यलाई लिएर सावधान रहनु होला। त्यो सबैजना नै हुनुपर्छ। सरकारी काममा बाधा आउनेछ। अब नेपालको सरकारी काम त्यो पनि बाधा नआइकन हुने त चान्सै छैन। तर मेरो आज त्यस्तो सरकारी काम केही पनि थिएन। शुभ रङ नीलो हो भने शुभ अङ्क 2 रहनेछ। त्यसको अब नीलो र 2 सँग लेनदेन केही पनि भएन मेरो आजको। सो आज चाहिँ राशिफलमा भनेको कुराहरू केही पनि भएन। त्यसैले यही कुराहरूलाई मध्यनजर गरेर आजको राशिफल मिलेन। कार्यक्षेत्रमा आफ्नो दृष्टिकोण परिवर्तन गर्नुहोस्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्। सफलता मिल्नेछ। यात्रा गर्दा सामानको ख्याल राख्नुहोस्। शुभ रङ सेतो हो भने शुभ अङ्क 9 रहेको छ। पछिल्लो 6-7 वर्षमा मैले मेरो राशिफल कुनै दिन पनि पढेको थिइनँ र पछिल्लो 5 दिनदेखि लगातार म मेरो राशिफल पढिरहेको छु। प्रत्येक दिन पढिसके पछाडि बेलुका जहिले म मेरो राशिफल पढिरहेको छु र त्यो दिनचर्यासँग राशिफल मिल्छ कि मिल्दैन भनेर पछिल्लो 5-6 दिनदेखि त मैले तपाईहरुलाई सुनाइराखेको नै छु। सो अब समय आइसकेको छ आज 6औं दिनको राशिफल पढ्ने। हेरौँ मिल्छ कि मिल्दैन। मन मिल्दो साथीसँग भेटघाटले मन उत्साहित बनाउनेछ। अरूको लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रङ हल्का हरियो हो भने शुभ अङ्क 9 रहेको छ। बडो दुःखको साथ भन्नु परिरहेको छ। आज 6औं दिन आइपुग्दा पनि पछिल्लो त्यो 1 दिनको बाहेक कुनै दिनको पनि राशिफल मिलेको छैन। सो आज भने अन्तिम 7औं दिन। हेरौँ आजको राशिफलले के भन्छ। संसारको माध्यमबाट लाभ मिल्नेछ। आत्मबल उच्च रहनेछ। मनको डर समाप्त हुनेछ। यो आज अन्तिम दिन भएर हो कि क्या हो? राशिफल त मिल्न खोजिरहेको छ। पिछिल्लो 6-7 दिनदेखि रेगुलर क्यामेरामा बोलिरहेको भएर होला। मेरो आत्मबल बढिरहेको छ भने क्यामेराको अगाडि बोल्नको लागि अगाडिसम्म जुन डरहरू लाग्थ्यो अहिले त्यो लागेको छैन। विवादको मामलाहरूबाट टाढा रहनुहोस्। त्यस्तो विवादित मामलाहरू आज म सामु केही पनि आएन। आजको शुभ रङ हल्का हरियो हो
हो भने शुभ अङ्क 3 रहेको छ। हल्का हरियो होइन, आज पनि पुरै हरियो लगाइराखेको छु र आज दिनभरिमा म घरबाट 3 चोटि बाहिर निस्केको थिएँ। बधाई छ, आज 7औं दिनको राशिफल 95% मिल्न गएको छ।